नेपालमा साँच्चीकै केही सामाजिक प्रभाव सृजना गर्ने सोचमा छौँ भने हामीले एउटा निश्चित कानूनी र प्रशासनिक बाटो पार गर्नै पर्छ। यो विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी यही अलिकति जटिल लाग्ने कानूनी प्रक्रियालाई एकदमै सरल र स्पष्ट रूपमा केलाउनेछौँ। आजको हाम्रो मुख्य एजेन्डाहरू यस्ता छन्। 1. सही बाटो छनौट। 2. व्यक्ति, समय र कानून। 3. चरणबद्ध यात्रा। 4. खर्च र आवश्यक कागजातहरू। अनि 5. वार्षिक अनुपालन। यो छोटो खाकाले हाम्रो प्रशासनिक यात्रालाई निकै व्यवस्थित बनाउनेछ। भाग 1. बाटो छनौट। नेपालमा कुनै पनि सामाजिक पहल सुरु गर्दा सबैभन्दा पहिलो र ठूलो प्रश्न यही आउँछ। के गैर सरकारी संस्था अर्थात् एनजिओ दर्ता गर्ने वा मुनाफा वितरण नगर्ने कम्पनी, जसलाई हामी पीएनडीसी भन्छौँ, त्यो खोल्ने? यो एउटा यस्तो दोबाटो हो नि जहाँ लिने निर्णयले समग्र संस्थाको भविष्य नै तय गर्छ। अब यसमा अलिकति गहिरिएर हेरौँ है त। एनजिओ भनेको पूर्ण रूपमा परोपकारी गतिविधिहरूका लागि हो, जहाँ करछुटका सुविधाहरू पनि पाइन्छन्। तर यदि हाम्रो उद्देश्य कुनै सामाजिक उद्यम सञ्चालन गर्ने र त्यहाँबाट केही राजस्व पनि सृजना गर्ने हो भने नि पीएनडीसीले धेरै नै सञ्चालनात्मक लचकता दिन्छ। हुन त दुवै गैर नाफामुखी नै हुन्, तर काम गर्ने शैली भने बिल्कुलै फरक छ। अब यहाँ सबैभन्दा रोचक कुरा के छ भने नि, हाम्रो कानूनले यी दुई निकायलाई हेर्ने दृष्टिकोण नै निकै फरक छ। एनजिओ संस्था दर्ता ऐन अन्तर्गत दर्ता हुन्छ, तर पीएनडीसी चाहिँ कम्पनी ऐन अन्तर्गत। विदेशी नागरिकको कुरा गर्दा एनजिओमा उनीहरू सल्लाहकार मात्र बन्न पाउँछन्, तर पीएनडीसीमा त अनुमति नै छैन। अझ अचम्मको कुरा त के भने, भोलि गएर संस्था खारेज भयो भने एनजिओको सम्पत्ति सिधै सरकारलाई जान्छ, तर पीएनडीसीको सम्पत्ति भने त्यस्तै प्रकृतिको अर्को संस्थालाई हस्तान्तरण गर्न सकिन्छ। यो निकै महत्त्वपूर्ण भिन्नता हो। भाग 2. व्यक्ति, समय र कानून। एउटा एनजिओ स्थापना गर्न कम्तीमा पनि 7 देखि 9 जना संस्थापक सदस्यहरू चाहिन्छ नै, अनि उनीहरूसँग नेपाली नागरिकता हुनु एकदमै अनिवार्य छ। कारणको अलि फरक व्याख्या हुने भएकोले यो न्यूनतम सङ्ख्या 7 देखि 9 को बीचमा रहने गरेको पाइन्छ। यो एउटा समूह बनाएर अघि बढ्नुपर्ने बाटो हो। तर यसको ठिक विपरीत मुनाफा वितरण नगर्ने कम्पनी अर्थात् पीएनडीसीको कुरा गर्ने हो भने जम्मा 5 जना प्रवर्तकहरू भए पुग्छ। हेर्नुस् त, यसले गर्दा अलि सानो समूहलाई पनि छिटो र छरितो रूपमा आफ्नो काम सुरु गर्न कति धेरै सहज बनाउँछ। दर्ता हुन लाग्ने समयको भिन्नता त अझ अचम्म लाग्दो छ। पीएनडीसी दर्ता हुन जम्मा 10 देखि 15 दिन लाग्छ। हो, जम्मा 2 हप्ता। तर त्यही ठाउँमा एउटा परम्परागत एनजिओ दर्ता गर्ने प्रक्रिया पूरा हुन 1 देखि 2 महिनासम्म लाग्न सक्छ। यसको मतलब समयको हिसाबले पीएनडीसीको कानूनी बाटो निकै द्रुत र छिटो छ। भाग 3. चरणबद्ध यात्रा। ल, अब यो प्रक्रिया कसरी अघि बढ्छ हेरौँ है। सबैभन्दा पहिले स्थानीय वडा कार्यालयबाट सिफारिस चाहिन्छ। त्यसपछि जिल्ला समन्वय समितिबाट अर्को सिफारिस। तेस्रो चरणमा बल्ल जिल्ला प्रशासन कार्यालयमा आधिकारिक दर्ता हुन्छ। त्यसपछि आन्तरिक राजस्व विभागबाट प्यान नम्बर लिनुपर्छ र अन्त्यमा समाज कल्याण परिषदबाट आबद्धता। हो, यी 5वटा खुड्किलाहरू पार गरेपछि मात्रै हाम्रो एनजिओ दर्ताको यात्रा पूरा हुन्छ। अलि लामो छ, तर व्यवस्थित छ। भाग 4. खर्च र आवश्यक कागजातहरू। अब खर्चको कुरा गरौँ। सरकारी निकायहरूमा लाग्ने शुल्कहरूलाई पारदर्शी रूपमा हेर्दा वडा कार्यालयको सिफारिस शुल्क करिब 2000 रुपियाँ लाग्छ। जिल्ला प्रशासन कार्यालयमा दर्ता शुल्क 1000 रुपियाँ र समाज कल्याण परिषदमा आबद्धता शुल्क 3000 रुपियाँ लाग्छ। समग्रमा भन्नुपर्दा यो दर्ता प्रक्रियाको कुन अनुमानित खर्च करिब 6000 रुपियाँ पर्न आउँछ। यो त एकदमै सामान्य खर्च हो नि, हैन र? यद्यपि स्थानीय तह अनुसार यो रकम अलिअलि तलमाथि चाहिँ हुन सक्छ है। र यहाँ एकदमै स्पष्ट रूपमा देखाइएको छ कि प्रशासनिक अडानहरू पार गर्न के कस्ता कागजातहरू अनिवार्य हुन्छन्। तदर्थ समितिको माइन्युट प्रमाणित नागरिकताका प्रतिलिपिहरू, प्रहरी रिपोर्ट र पासपोर्ट साइजका फोटोहरू, संस्थाको विधान र घर भाडा सम्झौता। यो एउटा यस्तो चेकलिस्ट हो नि जुन दर्ता प्रक्रिया सुरु गर्नु अघि नै हाम्रो हातमा तयार हुनुपर्छ। भाग 5. वार्षिक अनुपालन।
यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि संस्था दर्ता गरेर मात्र पुग्दैन, प्रत्येक वर्ष नवीकरणको एउटा अनिवार्य चक्र पूरा गर्नै पर्छ। आन्तरिक राजस्व विभागमा कर चुक्ता विवरण बुझाउने, वडा कार्यालयमा वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने, 500 रुपियाँ जति शुल्क तिरेर जिल्ला प्रशासन कार्यालयमा संस्था नवीकरण गर्ने र हरेक 3 वर्षमा समाज कल्याण परिषदको आबद्धता नवीकरण गर्ने कार्यहरू एकदमै नियमित रूपमा गर्नुपर्छ। र हो, यसमा मान्यता प्राप्त लेखा परीक्षकबाट गरिएको अडिट रिपोर्ट पनि अनिवार्य हुन्छ। यो चक्रले नै संस्थालाई कानुनी रूपमा सक्रिय राख्छ। अब अन्त्यमा एउटा निकै महत्त्वपूर्ण प्रश्न, हामीले सोचेको सामाजिक प्रभाव सिर्जना गर्ने लक्ष्यका लागि कुन कानुनी बाटो सबैभन्दा उपयुक्त होला त? के विशुद्ध परोपकारी कार्यका लागि एनजिओ रोज्ने वा उद्यमशीलता सहितको लचकता खोज्दै पीएनडीसीतिर लाग्ने? आज हामीले छलफल गरेको यो समग्र खाकालाई आफ्नै मुख्य उद्देश्यसँग दाँजेर हेर्ने हो भने पक्कै पनि सही निर्णय लिन सहज हुनेछ। आशा छ यो प्रस्तुतिले आगामी सामाजिक यात्रालाई अझै स्पष्ट र फलदायी बनाउन मद्दत गर्नेछ।